बिहे गरेको 2 वर्ष बितिसक्दा पनि दाइजो माग्ने कस्तो परिवार हो त त्यो? परिवार त गतिलै हुन्नी आमै, तर त्यो छिमेकी पो गतिलो परेन त। भर्खरै बसाइ सरेर आएको नयाँ छिमेकी रहेछ नि, हाकुचा हो कि सुकुचा हो त्यसले नै आफ्नी बुहारीलाई दाइजो नल्याएको भनेर घराडा निकाल्या देखेर मलाई पनि ससुराबाले निकाल्या हुन्। कहाँ छ त त्यो हाकुचा हो कि सुकुचा भन्ने? थनाइ डो यही छु। ल का त्यो सुन्दरले निकाली छाड्दैछ त्यो टारीले। ल कस त्यो असटीलाई मैले कति सम्झायो त्यो दाइजोको कुरा गरेर बुहारीलाई घरबाट ननिकाल भन्दा भन्दै आखिरी लास्टमा निकाली छाडेछ भाइ। ल अझै नाटक गर्छौ यामै, यसलाई यहाँ लहेटी हाल त छिटो। अहिलेको जमानामा पनि दाइजो चाहियो भनेर सिकाउने तँलाई त नक्कले नाउ मेरो अक्कले ओ ढोका है तिमी ढोका भाग्यमानी भएस उठ भइसक्यो। मामा दर्शन ओ भान्जी दर्शन आमा उठाउ न। तिमी माइत कहिले चाहिता हेर अक्कले, यसलाई दाइजो चाहियो भनेर भर्खर घरबाट निकाल्दिएछन्। एउटा रङ्गीन टिभी, सिको 5 घडी अनि औँठी चाहियो अरे। आफूसँग फुट्या कौडी छैन, केही अक्कल निकाल्न। भान्जी है मामा ल यता आऊ त। यता सुन भान्जी, अब हामीसँग सुको पैसा छैन, तिमीले जे भन्यो तिम्रो त्यो गोजानो लोग्नेले मानिहाल्छ। त्यसलाई त्यसकै बासा पैसा माग्न लाऊ, त्यसले पैसा बासा माग्छ अनि त्यसपछि त्यो उल्टै हामीलाई दिन्छ। त्यसले दिएको पैसाले हामीले दाइजो किन्छौँ अनि त्यो दाइजो त्यसैलाई दिन्छौँ। कस्तो लाग्यो त यो अक्कले मामाको अक्कल? काइता मामा झट्टै जाऊ। हुन्छ झट्टै। आमाले भन्छ नक्कले नाउ मेरो अक्कले। कस्तो लाग्यो त? धुर्मु एकछिन उ त्यहाँ पछाडि करस आउ न। दिने भाइ के का दिनु नि? वहाँ बिहे गरिसक्या 2 वर्ष भइसक्दा नि के को दाइजो भनेर झन्नै मारे। हेर धुर्मु, बरु छ नि तिमीले नै तिम्रो बासँग पैसा माग रे हैन, अनि त्यही पैसा हामीलाई देऊ रे के, अनि त्यही पैसाबाट दाइजो किनेर तिमीलाई दिनी रे। लौ न धुर्मु, जसरी भयो नि बासँग 10-20 हजार चाहिँ यसो तिम्रो मिलाएर उक्याउ न। कस्तो लास्यामा त मार्छ यो कुरा चाहिँ एकदम सही लाग्यो है मलाई। बाको त छन् त दाइजो नभएसम्म त्यहाँ चाहिँ के बुहारीलाई भित्राउनै होइन। पुरा बुझ्यौ होइन? दाइजो नल्याइकन त म त्यसलाई घरभित्र छिर्नै दिन्न। म त्यो सानो एउटा काम सकेर आउँछ। यहाँ सुन न मेरो कामेर बिर्सेर ल्याऊ न। यहाँ सुन न सुन्तालीले भने तिमीले मलाई 10-20 हजार रुपियाँ दिनु रे, अनि त्यही पैसा लगाएर मैले उनीहरूलाई दिन्छु रे, अनि त्यसैले उनीहरूले दाइजो किन्छन् रे, अनि त्यही दाइजो मलाई दिन्छन् रे। लु जब दाइजो दिन नसक्नेले अस्ति के सम्पत्तिको दाइजो गरे। बरु बुहारी चाहिँदैन रे, अर्को बुहारी बिहे गर्छ रे भनेर सुनाइदिए। आए हाँस्दै आइरहेछन्, पक्कै पैसा ल्याए जस्तो छ। आमाले भन्छन् नक्कले नाउ मेरो अक्कले। ओ ज्वाइँ छ ढोका रे ल गर्भवती भावा मामा, मतलब भाग्यमानी भावा। धुर्मु 20,000 दिए। के का 20,000? 20 डाइलिक्ची दिए। बाले भने जब दाइजो दिन नसक्नेले अस्ति के सम्पत्तिको धाक दिए रे। बरु त्यो बुहारी चाहिँदैन रे, अर्को बुहारी ल्याइदिन्छन् रे। अनि त्यत्रो भन्दाखेरि तिमीले चाहिँ के बोलेनौ जोइ? मैले त कसरी बोल्नु नि,
म त अहिले पुरै व्यवहारिक भइसके बाले जे भने त्यही एकछिन पख भिनाजी पख हिँडे फोटो के राम्रो आउँछ र यस्तो खुट्टा यस्तो त्यही हिँडेको भन्दैन भनेर देवघाट जाने मुख्य द्वारमा एउटा तस्बिर खिचौँ भनेर क्या सिधा बस यस्तरी ल एउटा आयो पल्टनको लाउरे दाइ जस्तो देख्यो पल्टनको लाउरे अब फोटो मात्रै खिचेर हुन्छ घर जानु परेन अब कता हो के हो मटर कहाँ हो घर जानी रे यहाँ तीर्थ गर्नै पुया छैन एउटा मात्रै मन्दिर घुमेर हुन्छ अब लुम्बिनी जानुपर्छ लुम्बिनी घरै गएर खुरखुर काम गरे पो पैसा कमाइन्छ अब डङ्गर मन्दिरतिर कुदेर धनी हुन्छ भिनाजु मन्दिर घुमेर धनी हुन्छ भने बरु मुक्तिनाथ जाउँ मुक्तिनाथ गएर जय श्री मुक्तिनाथ भन्दै हिँड्नुपर्छ नकर त पहिला लुम्बिनी जाने हो बरु यसो गरौँ बुढा लुम्बिनी जानुभन्दा नि पहिला सिरा र सप्तरीको मठ मन्दिर घुमेर आउँ हुँदैन ल भिनाजी नमजाले रिसाउनु भयो रिसाको बेलाको एउटा फोटो खै मर त्यहाँ फोटो खिच्नुपर्छ जुन पा बेला या बुढा यो बाटो खर्च त तिमी राख फेरि अहिले हराउन सक्छ क्या मसँग मैले राखेको त कुरै सिक्दैन हराउँदैन झन्झन हेप्दै टाउकामै टेक अब 70 सिरा अरे अब कसरी पुग्ने त्यहाँ कहिले जाने ए त्यसै नसन्क न बुढा अब घरबाट निक्लेर आइहाल्यो ढुङ्ग्री बेचा पैसा छँदैछ क्या रे घुमाउ आयो बेला पैसा जे होला यसो गरौँ दिदी अब कन्काई माई हुँदै पाथिबाट जाउँ दिदी उम्लिरहेछ जुरुक उचाला त्यहाँ माथि उचालेको छु त्यति भन्नु पनि नहुने ल भइगयो ल जाउँला 70 सिरा बरु जानी पो मटर कहाँ पाउँछ त्यो 70 सिराको अरे अब सिधै 70 सिरा जाने हो त भने अब बाटा सानातिना मठ मन्दिर होलान् सबैतिर पस्दै जानु परेन धर्म कर्म त्यसै हुन्छ त्यसै हुन्छ पस्दै पनि अनि पहिला सुरु गर जलेवा चाहिँ जाउँ जलेवा भिनाजु तिमी रिसाउँदाखेरि कस्तो राम्रो देखिँदो रहेछ एउटा फोटो खिचौँ त रिसाउ त रिसाउँदा नि फोटो खुसी हुँदा नि फोटो तँलाई खिचाउँ न त खिचाउँ एउटा ल तँलाई हिर्काउनु ला अर्को जलेवाको भाडा कति हो भाडा जम्मा 50 रुपियाँ हो 50 अलि महँगो भयो घटाउनु मिल्दैन 50 हो भने घटाउन कहाँ मिल्छ आउन न खुरुक्क बस्नु भने ढिलो भइसक्यो ओहो घटाउन मिल्दैन रे हामीलाई थाहा छैन लुगा बेच्दाखेरि त एउटाको 50 दुईटाको 90 तीनटाको 125 भन्छ ओहो त्यो 150 त दिए हो तीनजनाको ल 125 दिन्छु हुन्छ ल हुन्छ जाउँ भने नि कति ढिला गरेर हतार भइसक्यो जाउँ एत्तरी लास्ट सिटा पो पर्यो त ल गरी जाउ पनि ए मुया चिल्लाइ पनि बुढा एत्तरी के हो जाउ बस या बान्द्रे मलाई त तिमीहरूले त ठेलेर बाहिर निकाल्दै लाग्थ्यो भयो त खेल्छ अनि कता हिँड्या त तराईतिर हिँडेको तराईमा मेरो जग्गा जमिन छ नि त यसो रेखदेख गर्न जानु पर्यो नि भाडा मात्रै बसेर कहाँ हुन्छ र आहा कस्तो राम्रो केटी साँच्चै स्वर्गको परी भनेको त मैले सुनेको थिएँ साँच्चै स्वर्गको परी त यही हो कि क्या हो एकचोटि त हेर्नै पर्यो राम राम